ए चामल खाएको बोरा काठमाडौँमा मैले हाम्रो घरमा चामल खाँदै चामल सिद्धिन्छ बोराभरि ठकान्छु, फेरि चामल सिद्धिन्छ बोराभरि पटाइपुटे पारेर राख्छु। त्यति गरेर मैले यहाँ दाङमा लिइदिए हाम्रो भाइ बुहारीलाई तिरपाल बनाएको छु नि। तिरपाल यत्रो तिरपाल भएको छ, हेर त कति ठुलो तिरपाल। यस्तो तिरपाल यत्रो तिरपाल हुन्छ। अनि सबै चिज जे चिज पनि काम लाग्छ, केही चिज फाल्न हुन्न, सब चिज काम लाग्छ। यो फालेर के काम, यो फोहोर फाल्नेमा फाल्छन्, जसले पनि फोहोर फाल्नेमा फाल्छन्। अबदेखि कसैले पनि नफाल्नु होला, यस्तै काम लगाउनु होला, काम लाग्छ। अनि सदुपयोग गर्नुपर्छ, सबै चिजको सदुपयोग गर्नुपर्छ। पैसा भन्ने कुरा चिन्नुपर्छ मौकामा। यसैलाई पनि किन्न पऱ्यो भने 3000 पर्छ। अब यति भए 3000 बच्यो त के र। चामल खाएका बोरा, हेर त चामल खाएका कट्टाहरू यस्तो हुन्छ। मैले सब चिज मैले आफै पटाउँदै राख्दै चामल जति सिद्धिन्छ पटाउँदै राख्दै गरेर यहाँ आउने बेला ल्याए, दाङ आउने बेला ल्याए मैले। यत्रो तिरपाल बनिगयो। यति ठुलो तिरपाल बाबा, यस्तो काम लाग्छ, सब चिज काम लाग्छ। अनि सबै चिजलाई सदुपयोग गर्न जान्नुपर्छ, केही चिज फाल्न हुन्न, सब चिज काम लाग्छ। सब दाजुभाइ दिदीबहिनीहरूले पनि सदुपयोग गर्न जान्नु होला सब चिजको। अनि अझ कपाल कोरेर कपाल फाल्छन् नि, तिनी काइयोमा अड्केका कपालहरू हो, तिनी पनि मैले जम्मा गरेर लिँदै थिएँ। अनि भाँडा आउँछ दिजु राख्दिस् होला भनेको थिइन् र मैले कपाल कोर्दै त्यो काइयोको अड्किएको तिनी रौँहरू सबै मैले राखिदिएको थिएँ। त्यो राखेको त यस्तो राम्रो यत्रो बाटा आछ नि त्यही कपालले। कपाल सुद्धा मैले फाल्दैन। यो दुईवटा बाटा त्यही कपाल कोरेको, त्यो कपाल कोरेर फाल्ने मध्येको रौँ हो, त्यो कपाल हो। त्यसैले आएको बाटा हो यो। कपाल कोर्ने बेलामा फाल्ने कपालले यत्रो बाटा आछ। चामल खाएर फालेका बोराहरू ल्याइकन यत्रो तिरपाल बनाएको छ। के चिज काम लाग्दैन, सदुपयोग गर्न जानेपछि यस्तो काम लाग्छ। यसले 3000 बचेको। यिनी बाटाले केही नभए 200 पर्छ, त्यो दुइटालाई 200 पर्छ। यसमा 200 बचिगे। अनि यस्तरी सदुपयोग गर्न जानुपर्छ, सब चिज ठगान्दै राख्दै गर्नुपर्छ। कुन चिज कुन बेला काम लाग्छ थाहै हुन्न। सबै चिजलाई सदुपयोग गर्न जान्नुपर्छ। अब चुलामा आगो बालेर फेरि भात पकाउनु लाग्छ हाम्रो भाइ बुहारीले।